अहिले ट्याक्क 3 बज्यो चाहिँ हामीले चाहिँ यहाँ चाहिँ अब एउटा अघि उहाँदेखि चाहिँ मैले शङ्खको आवाज सुने। यो रातिको जोगीहरू भन्ने हुन्छ नि, योगी जोगीहरू भनेको हाम्रो नेपालको परम्परा अनुसारको अहिले हामी काम गर्दा जोगीको आवाजहरू, जोगीले शङ्ख बजाएको आवाजहरू जुन धुन सुनिरहेछ र मैले चाहिँ आज त्यो धुनको चाहिँ एउटा नजिकै बसेर रिक्वेस्ट गरेर जुन जोगी हुनुहुन्छ भिक्षुक जोगी के भनिन्छ उहाँलाई अब ठ्याक्कै हामीलाई त थाहा भएन, त्यही उहाँहरूसँग चाहिँ बुझ्न सकिन्छ र बुझ्ने कोसिस पनि गर्छौँ। र जब रात पर्छ र संसार शान्त हुन्छ र तर त्यही शान्त रातमा चाहिँ कहाँ नजिकै केही नजिकै चाहिँ डमरुको ताल, सिङको गहिरो आवाज र मन्त्र जस्तो गुन्जिने एउटा जुन आवाज हुन्छ, यो रहस्य चाहिँ आवाज हो। र जुन गोरखनाथकै एउटा यो चाहिँ के भन्छ, गोरखनाथ गुरुकै चाहिँ आवाज होइन, योगीहरूको चाहिँ एउटा आवाज जस्तो हो है जोगी योगीहरूको। अब हामीलाई त अब धेरै थाहा नभए पनि र यो शताब्दीदेखि साधुहरूको रातको यो समयमा चाहिँ गाउँमा हिँड्ने, हातमा डमरू शङ्ख र बोरलको सिङ, बोरल भनेको त्यो जङ्गली गाई भैँसीहरू के भन्छ, गाईको त होइन होला, भैँसी गोरुहरू नै के भन्छ, सिङहरूको चाहिँ बजाउने, त्यो सिङको चाहिँ उसको चाहिँ त्यो बाजा शङ्ख जस्तो नाम बजाउने परम्परादेखि नै यो रातको चाहिँ साधना, रातको समय यो एउटा साधनाको उनीहरूले रातमा चाहिँ गरिने एउटा साधना छ। जब मान्छेहरू निदाइरहेको हुन्छ अनि यो ऊर्जाहरू स्थिर हुन्छ र मन एकाग्र हुने सजिलो हुन्छ अरे, त्यो एउटा किंवदन्ती भनाइ छ होइन। गोरखनाथ योगीहरूको चाहिँ अनुसार चाहिँ प्रत्येक ध्वनिले चाहिँ शरीरभित्रको ऊर्जा केन्द्रलाई चाहिँ चक्रहरूलाई सक्रिय गर्छ अरे के, नकारात्मक शक्तिहरू चाहिँ हटाउने, देख शक्तिलाई आह्वान गर्ने एउटा यो परम्परा छ होइन। कुनै पनि नराम्रो चिजहरूलाई हटाएर चाहिँ देख शक्तिहरूको चाहिँ, देख शक्तिहरूलाई चाहिँ एउटा बोलाउने, आह्वान गर्ने भनिन्छ नि, हामीलाई शक्ति प्रदान गर्ने यस्ता चिजहरू चाहिँ त्यहाँ चाहिँ अब त्यो साधनाबाट चाहिँ राति दिएको त्यो शङ्खबाट अथवा त्यो साधनाबाट चाहिँ योगीहरूले चाहिँ यस्तो गरिने परम्परा छ होइन। अब पुरानो विश्वास अनुसार चाहिँ रातमा भूत प्रेत र नकारात्मक शक्तिको बलियोहरू हुन्छन्, त्यसैलाई उनीहरूले बाजा बजाएर चाहिँ गाउँ वातावरणलाई पवित्र बनाउने एउटा अँध्यारो यो यस्तो खालको एउटा डरलाग्दो परिस्थितिलाई चाहिँ उज्यालो बनाउने एउटा परिकल्पना भनेको उज्यालो एउटा साधना हो रहेछ यो। र यो योगीहरू चाहिँ लागि रात अन्धकार होइन, यो त आत्मा जागरण, अब के भन्छ यसलाई, ईश्वरको चाहिँ यो मिलनको समय हो। जोगीहरूले चाहिँ त्यस्ता साधना गर्नेहरूले चाहिँ हामी चाहिँ त्यस्तो चिजहरू सोच्छौँ र एउटा आत्मा मिलनको एउटा साधनाको यो बाजा बजाएर यो आवाज गुन्जाएर चाहिँ उनीहरूले यस्तो साधना गर्ने परम्परा छ भन्ने अब विश्वास छ। अब ठ्याक्कै अब कसलाई जियोभन्दा ज्यादा थाहा छ होइन। र अब त्यस्तो समय यो उनीहरूको त्यो आवाज जस्तो जुन बस्छ शान्ति शक्ति र साधनाको एउटा दान जस्तै मानिँदो रहेछ क्या त्यो आवाजहरूलाई चाहिँ। अब यसलाई चाहिँ हामीले कसले के बुझेको छ, जोगीहरूको वेशभूषा र जोगीहरूको चाहिँ महत्त्व र विशेषता बारेमा चाहिँ अब हामीले बुझेअनुसार मैले अलि थोरै जानकारी पाएअनुसारको ठ्याक्कै त्यही हो। किन सडनली यो जानकारी मैले खोजेर पनि हिँडेको थिइनँ कि रातमा ठ्याक्कै आयो अनि सडनली हामीले जोगीको चाहिँ के होला त यही होला भन्ने, जोगीहरूले चाहिँ किन यो यसरी बाजा बजाउँछन् अथवा यो खालको आवाज दिएर चाहिँ रातिको डमरू लिएर एउटा के भन्छ एउटा गाईको या भैँसीको सिङ जस्तै अब बाजा बजाएर चाहिँ एउटा चाहिँ नकारात्मक ऊर्जालाई चाहिँ सकारात्मक ऊर्जामा परिणत गर्छन् भन्ने किंवदन्ती भनाइहरूलाई चाहिँ अब के हो त। अब ठ्याक्कै बोल्न चाहेको खण्डमा म जोगीहरूलाई स्वयं सोधेर पनि तपाईँहरूलाई जवाफ दिन्छु, नभए पनि म तपाईँहरूलाई कसरी गर्छन् यिनीहरूको चाहिँ प्रक्रिया के हो भन्ने कुरो म देखाउने कोसिस गर्दैछु। र यिनीहरू जोगी चाहिँ कतिको यथार्थवादी हुन् र के गर्छन् भन्ने म तपाईँहरूलाई चाहिँ देखाउने छु। हेर्दै जाउँ है त।
अब यहाँबाट चाहिँ बाहिर म छिर्दैछु आवाज पनि आइरहेको होला अफिसमा बजाइदिनु ल यता पनि बजाइदिनु ल अफिसमा आखो मैश्री सामु जति